अब हामी केबल कार चढ्न जाँदैछ गाइस। आज हाम्रो यात्रा भनेको नि कालिम्पोङ यात्रा। लास्टे प्याक छ केबल कार चढ्नु पनि हेर्नुहोस्। जम्मा 2टा डब्बा छ क्या अरे, त्यसले गर्दा नि प्याक भएको होला होइन। केबल कार वेटिङ गर्ने ठाउँमा यस्तो भिड छ नि, गाह्रो छ गाह्रो आज जता पनि। दुईटा डिब्बा मात्रै रहेछ, दुईटा डिब्बाले गर्दा मान्छेलाई साह्रो गाह्रो पर्यो। गाइजहरूलाई हाम्रो केबल कारको वेटिङमा लानु न। लास्ट आइपुग्दा आउँछु। तपाईँ कता बस्यो? मोबाइल छैन भने चाहिँ मोबाइल माथिएर त पैसा भन्नु न। दर्शक महानुहरू अब चाहिँ आउँदैछ है केबल कार हामीलाई लिन आउँदैछ है। हामी चाहिँ जस्ट वेटिङ फर यहाँ लानु होला। युट्युबमा चाहिँ के भनेर हाल्नु मगरे झाँक्री ल हाम्रो चाहिँ अब यहाँ स्टार्टिङ हुँदैछ है। ल गाइस हेर्नु होला, यो सबै केबल कार वेटिङमा है। यो चाहिँ सबै हामीलाई लिन आउँदैछ। ल हेर्नु होला गाइस, यहाँ पर आइपुग्यो यहाँ आइपुग्यो हामीलाई लिन आउँदैछ है यहाँ गाइस। अब आउँदैछ हामीलाई लिन। अब हामी चढ्छ ल है गाइस। ल हामीलाई लिन आइपुग्यो। ल हेर्नुहोस् यहाँ कालिम्पोङ केबल कार हामीलाई लिन आइपुग्यो। ल हेर्नु गाइस, ए हामी भने त राजा हो नि त, राजा है गाइस। अब हाम्रो चढ्ने पालो। तपाईँहरू पहिलाको 6 जना आउनु, तपाईँहरू 4 जना होइन 2 जना आउनु ल। ल गाइस, ल अब हामी चाहिँ अब स्टार्टिङ हुँदै हाम्रो अब यहाँ राजाहरू चढ्न सुरु केबल कारमा है। धेरै होइन 2 घन्टा राम्रो ल ल है। अब यहाँ आउँदैछन् हाम्रो राजाहरू ल, राजाहरूको सवारी हुँदैछ है यहाँ। ए ल 9 जना भयो त अहिले त। त्यही भन्ने 9 जना हाल्दियो त उनीहरूले, 8 जना मात्रै के त भन्दैन केही हुन्न, जाउँ बोलाउन भाइ। केही हुँदैन, 10 व्यक्ति भनिरहेछ 9 हाल्दैछ, छोडिदिनु के भन्नु। ल हाम्रो राजाहरूको सवारी अब हाम्रो टेबल कारमा। 700 केजी 70 केजी त एउटै पनि हो। हाम्रोमा गुरुबा होला 100 केजी छैन नि। 75 जम्मा क्रमशः भन्दै जानु। म 65 केजी हो होइन। ल गाइस हजुर भन्दा 1 किलो ठुलो रहेछु म। अहिले पो हाल्यो। 66 ए गाइस हामी चाहिँ जान्छौँ उहाँ माथि हाइटमा जाँदैछ है। फर्किसक्यो कि त्यो मान्छेहरू अहिकै हुन् माथि चढ्दै गरेका हो, चढेकै हुन्।
माथि प्याक्सरी मान्छे कस्तो राम्रो देखेको नि त्यहाँ अगाडि केही हुँदैन कस्तो डराएको के हुन्छ नि त्यो के त्यो सबै कुरो भनेको एउटा मर्नै छ भने त कहाँ उत्यो भइहाल्छ यदि अब हल्लिँदै के हो फेरि अर्काइदियो त होइन माथि चढ्नु नसकेर जाडोले पक्रियो होला भन्नु ल गाइज अब पहिला म झर्छु ल आइपुग्यो माथि डाँडामा 2 घन्टा वेट गरेर ल न ल यस्तो हुस्यो छ नि गाइज वेटिङ छ नि जम्मा 2टा भाँडो भएर गाह्रो भयो 2टा भाँडो भएर गाह्रो भयो पब्लिकलाई ल हेर्नुहोस् टेबल कारको वेटिङमा हेर्नुहोस् यहाँ हामी 3 घन्टा वेटिङ पछि बल्ल यहाँ माथि आइपुग्यो यत्रो मान्छे छ यार डब्बाले दुःखसम्म दिएछ यार मान्छेहरूले अगाडि बढ्नुहोस् लाइन